इन्डिजिनियस टेलिभिजनमा जन सवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट नमस्कार जोजलपा अनि अभिवादन। आजको इन्डिजिनियस टेलिभिजनको यो जन सवाल कार्यक्रममा निर्वाचन सम्पन्न भएको छ। जुन निर्वाचन नयाँ संविधान अनुसार भएको निर्वाचन प्रतिनिधि सभा र प्रदेश सभा, यो निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचनको परिणाम आइरहँदाखेरि र सरकार निर्माणको सन्दर्भ पनि जोडिएको, साथै प्रतिनिधि सभा सँगसँगै प्रदेश सभाको निर्वाचनसँग पनि जोडिएको कुरा आइरहेका छन्। यो निर्वाचन सम्पन्न लगायतका विषयमा केन्द्रित भएर कुराकानी गर्नका लागि निर्वाचन आयोगका प्रवक्ता सहसचिव उहाँ हुनुहुन्छ नवराज ढकाललाई आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लाग्नु। नवराजजी, सबभन्दा पहिला नमस्कार जोजोलपा। नमस्कार जोजोलपा। निर्वाचन सम्पन्न भयो भर्खरै मात्रै। धेरै मानिसहरूले के होला कस्तो होला भनेर त्रासका बीच पनि एक ढङ्गको निर्वाचन सम्पन्न भयो। निर्वाचन आयोगको प्रवक्ताको हिसाबले हेर्दाखेरि यो निर्वाचन सम्पन्न भएकोलाई कसरी लिइराख्नु भएको छ? यो पटकको निर्वाचन विभिन्न किसिमले ऐतिहासिक थियो। पहिलो कुरो त हामीले प्रदेश सभाको निर्वाचन इतिहासमा नै पहिलोपटक सङ्घीय संरचना अन्तर्गत गराएका हौँ। त्यस्तै गरी वर्तमान संविधान अन्तर्गत संविधान सभाको, यसलाई करेक्सन गरौँ, वर्तमान संविधान अन्तर्गत प्रतिनिधि सभाको पनि पहिलो निर्वाचन हो। यसो भएको हुनाले यी दुवै निर्वाचनहरू वर्तमान संविधान कार्यान्वयनको सन्दर्भमा, संघीयता कार्यान्वयनको सन्दर्भमा कोसेढुङ्गाको रूपमा रहेका छन्। र यो निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन आयोगले प्राविधिक र व्यवस्थापकीय तयारी राम्रोसँग गरेको र खास गरी नेपाल सरकार, राजनीतिक दलहरू, मिडियाकर्मी र अन्य सबै सरकारवालाहरूको एकदमै महत्त्वपूर्ण सहयोगमा यो निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ। निर्वाचनको मितिभन्दा केही दिन अगाडि शान्ति सुरक्षा सम्बन्धी उम्मेदवार लक्षित जोखिमहरू पनि वृद्धि भएका थिए। तथापि त्यसलाई पनि नेपाल सरकारका सुरक्षा निकायले बडो कुशलताका साथ व्यावसायिक ढङ्गले ती सबै सुरक्षा चुनौतीहरूलाई नियन्त्रण गरेर शान्तिपूर्ण ढङ्गले, उत्साहजनक ढङ्गले र जनताको ठुलो उत्साहका साथ करिब 70% मतदान भएको सन्दर्भ छ। यसले गर्दा शान्तिपूर्ण, मर्यादित, व्यवस्थित ढङ्गले निर्वाचन सम्पन्न भएको छ। यो निर्वाचन सम्पन्न गर्न मैले अघि भने जस्तै सबै सरकारवालाहरूको उत्तिकै सरसहयोग प्राप्त भएको अवस्था छ। यो जुन निर्वाचन सम्पन्न भयो प्रतिनिधि सभा र प्रदेश सभाको, योभन्दा अगाडि निर्वाचन आयोगले नै गरेको स्थानीय तहको निर्वाचन, त्यो पनि नयाँ ढङ्गको निर्वाचन थियो। जुन कार्यकारी अधिकार सहितको 3 तह सरकार हुँदाखेरि त्यो पनि नयाँ ढङ्गको, तपाईँहरूको अनुभवमा यो राम्रै यसको परिणाम आएको छ र मतदाताको हिसाबमा पनि उत्साहजनकै छ। त्यो निर्वाचनको मतदाताहरूको प्रतिशत हेर्दाखेरि 74%, यसपालि करिब 70% भन्दाखेरि 4% चाहिँ मतदाताहरू घटेको के हो? यो चाहिँ मौसमको कारणले, के कारणले यस्तो विविध कारणहरू छन्। तथापि स्थानीय तहको निर्वाचन र प्रादेशिक र केन्द्रीय निर्वाचन आफैमा फरक फरक सन्दर्भका निर्वाचन हुन्। स्थानीय तहमा स्थानीय एजेन्डाहरू, स्थानीय विकासका कार्यसूचीहरू र स्थानीय व्यक्तिहरू उम्मेदवारको रूपमा रहनुहुन्छ र कतिपय सन्दर्भमा सामाजिक आबद्धताको कारणले पनि बढी भोट हाल्ने टेन्डेन्सी त्यहाँ रहेको देखिन्छ भने माथिल्ला तहका निर्वाचनहरूमा उम्मेदवार स्वयं त्यही परिवेशको नहुन पनि सक्छ। यी यावत कारणहरू पनि छन्। तथापि नेपालको निर्वाचनको इतिहास हेर्दा प्रतिनिधि सभाको निर्वाचनमा अहिले जो 68.63 एभरेजमा मत खसेको छ, यो नै उच्चतम हो। यसभन्दा अगाडि 2015 सालमा करिब 42% मत खसेको रहेछ। त्यस्तै गरी 48, 51 र 56 सालका निर्वाचनमा पनि 65% भन्दा कम नै मतदान भएको छ। यसले गर्दा यो उत्साहजनक मतदान हो र मतदाताहरूले र नेपाली नागरिकहरूले व्यापक उत्साह देखाउनु भएको छ। राजनीतिक प्रणालीमा आफ्नो हस्तक्षेप सुनिश्चित गर्न अथवा राज्य सञ्चालनका विभिन्न प्रक्रियाहरूमा आफूले आफ्ना भनाइहरू राख्ने औपचारिक माध्यमको रूपमा निर्वाचनलाई लिनुभएको छ र यो प्रतिशत आफैमा उल्लेखनीय प्रतिशत हो। यो जुन निर्वाचनको परिणाम आइरहँदाखेरि प्रत्यक्ष तर्फबाट जित्नेहरूको त सिधै आइसक्यो। समानुपातिकको सवालमा अलिकति अन्योलता सिर्जना भएको छ। राष्ट्रिय सभाको चुनावसँग जोडिएको, सङ्घीय संसदसँग जोडिएको, तपाईँको प्रतिनिधि सभामा पनि समानुपातिक प्रतिनिधित्व,
प्रतिशतको हिसाबले महिला 33% हुनुपर्ने यो जुन अन्योलता देखिएको सरकार निर्माणमा पनि त्यही कारणले ढिला भइरहेको भन्ने कुरा छ के हो खास? यहाँले विभिन्न विषयहरूलाई एकै ठाउँमा राख्नुभएको छ र यसलाई क्रमशः छुट्याउँदै प्रश्न गर्दै जाउँ। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचन सम्पन्न गरेको छ, मतगणना सम्पन्न गरेको छ, प्रमाणपत्र विजयी उम्मेदवारहरूलाई दिइसकेका छ। यो च्याप्टर यहीँ सकिन्छ। अब समानुपातिक तर्फको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको परिणाम निर्वाचन आयोगले प्राप्त गरिरहेको छ। यो परिणामको सन्दर्भमा दुईटा विषयहरू आए। निर्वाचन आयोगले आफ्नो सूचना प्रणालीमा द्रुत गतिमा परिणामहरू सार्वजनिक गर्यो, तर अन्तिम परिणाम निकाल्नको लागि कानुनी रूपमा औपचारिक रूपमा नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूबाट लिखित दस्तावेज निर्वाचन आयोगले प्राप्त गर्नुपर्दछ र करिब 165 स्थानहरूबाट 165 + 330 फरक डकुमेन्टहरू प्राप्त गर्नुपर्दछ। यसको लागि केही टाइम लागेको र अहिले त्यो चरण पनि समाप्त भइसकेको छ र निर्वाचन आयोगले प्रदेश सभाको र प्रतिनिधि सभाको समानुपातिक तर्फको नतिजा एकुमुलेट गरिसकेको अवस्था छ। अब समानुपातिक निर्वाचन प्रणाली आफैमा अलिकति लामो प्रणाली हो। यसको बारेमा अलिकति डिटेलमा यहाँलाई राख्न चाहन्छु। यसरी निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाहरूको मत जोड जम्मा गरिसकेपछि दुई खण्डमा बाँड्नु पर्दछ। पहिलो खण्डमा 3% भन्दा कम मत ल्याउने दलहरू कति भए र 3% भन्दा बढी मत ल्याउने दलहरू कति भए। यसरी छुट्याइसकेपछि 3% भन्दा कम मत ल्याउने दलहरू समानुपातिक प्रणालीमा उम्मेदवार छनौटको प्रक्रियामा सहभागी हुनुहुन्न। उहाँहरूले कुनै सभासद जित्नुहुन्न। अब बाँकी रहेका 3% वा सोभन्दा बढी मत प्राप्त गर्ने दलहरूबीच सेन्टलग भनिने मत विभाजक सूत्रबाट कति सिट प्राप्त गर्नुभयो भनेर निर्वाचन आयोगले यकिन गर्दछ। यो यकिन गरेपछि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र प्रदेश सभा सदस्य निर्वाचन ऐनको दफा 60 बमोजिम राजनीतिक दलहरूलाई तपाईँले छनौट गर्नुपर्ने सङ्ख्या यति हो, जसमा महिलाको यति सङ्ख्या गर्नुपर्छ, आदिवासी जनजातिको यति गर्नुपर्दछ भनेर कानुनले तोके बमोजिमका समूहको तोके बमोजिमको प्रतिशत खुलाएर हामीले राजनीतिक दललाई पत्राचार गर्छौँ र यो पत्राचार गर्दाखेरि राजनीतिक दलले 7 दिनभित्र निर्वाचन आयोगलाई जवाफ दिनुपर्दछ र नाम छनौट गरेर पठाउनु पर्दछ। नाम छनौट गर्दाखेरि यसअघि मङ्सिर 3 गते सार्वजनिक भएको बन्द सूचीभित्रको नामबाट समूह मिलाएर दिने हो, प्रतिशत मिलाएर दिने हो। त्यो दिइसकेपछि निर्वाचन आयोगले प्रतिशत मिले नमिलेको, समूह मिले नमिलेको, महिलाहरूको प्रतिशत मिले नमिलेको हेर्छ र नमिलेको पाइएमा सच्याउनको लागि फेरि राजनीतिक दलहरूलाई समय दिन्छ। यो कानुनी व्यवस्थाको कुरा गरिरहेको छु र राजनीतिक दलले यसरी समय पाए, यसरी दोस्रो पटक पत्र प्राप्त भएको मितिले 3 दिनभित्र निर्वाचन आयोगमा सच्याएर दिनुपर्ने हुन्छ। यो गरिसक्दाखेरि गरेपछि मात्र निर्वाचन आयोगले समानुपातिक तर्फको विजयी उम्मेदवार घोषणा गर्छ र यो विवरण सम्माननीय राष्ट्रपति समक्ष पेश गर्छ, राजपत्रमा प्रकाशन गर्दछ। त्यसो भएको हुनाले अहिले निर्वाचन आयोग कुनै अन्योलमा छैन। उसले प्रक्रियागत ढङ्गले कानुन बमोजिम समानुपातिकको काम गरिरहेको छ र कतिपयले आशंका गरे जस्तो यदि अलमल हुन्थ्यो भने प्रदेश सभाको त केही अलमल छैन, त्यहाँ राष्ट्रिय सभाको कुरो छैन। त्यसकारण यो प्रक्रियागत रूपमा आइरहेको छ र कुनै बिन्दुमा कानुनी कठिनाइहरू, कानुनी जटिलता देख्यो भने निर्वाचन आयोगले त्यो सार्वजनिक गर्छ। निर्वाचन आयोग एउटा संवैधानिक निकाय हो। यसले कानुन सम्मत संविधानले दिएको व्यवस्था बमोजिम निर्वाचन सम्पन्न गर्ने हो। त्यसो भएको हुनाले यी विषयमा धेरै दुविधा छैन। जहाँसम्म यहाँले सरकार गठनको विषय भन्नुभएको छ, यो त निर्वाचन आयोगको क्षेत्राधिकारको विषय होइन। यो राजनीतिक दलहरूले संविधानमा उल्लेख भएको व्यवस्था अनुसार प्रतिनिधि सभा गठन भइसकेपछि प्रतिनिधि सभाबाट सरकार गठन गर्ने भन्ने संविधानमा प्रष्ट रूपमा उल्लेख भएको विषय छ। त्यसकारण जति छलफलहरू भएका छन् यी सबै राम्रैकै लागि भएका हुन्। तथापि निर्वाचन आयोग कुनै अन्योलमा छैन। एउटा प्रक्रियागत ढङ्गले काम भइरहेको छ र कुनै ढिलाइ पनि भएको छैन। यहाँ मार्फत समस्त श्रोतावर्गलाई जानकारी गराउँ कि निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालय छ, त्यहाँ कार्यरत साथीहरू दिनरात नै काम गरिरहनु भएको छ। किनभने यो बढी कमर्सम र झन्झटिलो हुँदो रहेछ भने
165 क्षेत्रबाट 49 राजनीतिक दलले प्रतिनिधि सभामा 53 राजनीतिक दलले प्रदेश सभामा भाग लिनुभएको छ। कतिपय दलले ज्यादै थोरै मत पाउनु भएको छ। यी सबैको एकुमुलेट गर्ने र त्यसलाई कुनै पनि त्रुटि रहित ढङ्गले त्यो गर्नुपर्ने हुन्छ। यो सभासदको छनौट हुने कुरा हो, निर्वाचित हुने कुरा हो। त्यसो भएको हुनाले 0 इररमा त्यो काम भइरहेको छ र निर्वाचन आयोगले छिटै नै अब यो कति सिट प्राप्त भयो भन्ने कुराको घोषणा गर्छ। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजन। इन्डिजिनियस टेलिभिजनमा जनसवाल कार्यक्रममा निर्वाचन आयोगका प्रवक्तासँग कुराकानी गर्दैछौँ। अब भने छोटो विश्रामपछि पुनः उहाँसँग कुराकानीतर्फ लाग्नेछौँ। जीव तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमटे नेवाला इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा फेरि पनि तपाईँलाई स्वागत छ। म श्रीकृष्ण महर्जनको तर्फबाट आज हामीले कुराकानी गर्दैछौँ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालसँग। फेरि उहाँसँग कुराकानीतर्फ लागौँ। नवराजजी, तपाईँले जुन चाहिँ निर्वाचनको प्रणाली अब समानुपातिकबाट कसरी आउँछ यो सबै कुरा निर्वाचन आयोगले गर्ने कामहरू चाहिँ बताउनुभयो। तर अहिले मानिसहरूले के भनिरहेका छन् भने सङ्घीय संसद भन्दाखेरि प्रतिनिधि सभा र प्रदेश सभा दुवैको हो। दुवैको हिसाबले 33% महिला हुनै पर्ने र तपाईँहरूले निर्वाचन आयोगले सिधै प्रतिनिधि सभा मात्र घोषणा गर्न नसकिने, दुवैलाई एकै ठाउँमा राखेर गर्नुपर्ने भएको कारणले संविधानमा यो अन्योलता छ। यो राष्ट्रिय सभाको चाहिँ निर्वाचन कसरी गर्ने भन्ने कुरामा अन्योलता भएको कारणले समस्या सृजना भयो, संवैधानिक समस्या सृजना भयो भनिरहेका छन्। निर्वाचन आयोगको दृष्टिकोणमा के छ त? यो विषय यति कम्प्लेक्स र कठिन छैन। जसरी छलफलहरू भइरहेका छन् ती छलफलहरूले कुनै राम्रोको लागि नै छलफलहरू भएका हुन्। तथापि यहाँले भन्नुभएको विषयमा राष्ट्रिय सभा गठनको जो प्रक्रिया छ त्यो संविधानमा नै उल्लेख छ। संविधानको धारा 86 मा राष्ट्रिय सभा कसरी निर्वाचित हुन्छ भनेर व्यवस्था गरिएको छ, जसमा प्रत्येक प्रदेशबाट 8 जनाका दरले ती 3 जना महिला, 1 जना दलित, 1 जना अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्ति समेत 56 जना चुनिनुहुन्छ र 3 जना माननीय राष्ट्रपतिज्यूबाट मनोनित हुनुहुन्छ नेपाल सरकारको सिफारिसमा र त्यसमा 1 जना महिला पर्दछ। र यसरी हेर्दा राष्ट्रिय सभामा 22 जना महिलाको अघि नै उपस्थिति छ। अब यहाँले भन्नुभएको विषय मलाई के लाग्छ भने राष्ट्रिय सभा र प्रतिनिधि सभाको सम्बन्ध के कस्तो छ भन्ने विषय हो। सङ्घीय संसद भनेको यी दुवै राष्ट्रिय सभा र प्रतिनिधि सभा मिलेर बन्ने हो। एउटा विषय एउटा बिन्दुमा निर्वाचन आयोगले 33% महिलाको सहभागिता पुर्याउने सन्दर्भमा त्यो आउन सक्छ। तर अहिले हामी त्यो बिन्दुमा पुगेका छैनौँ, त्यहाँसम्मको प्रक्रिया हामी पुगेका छैनौँ। र 2-3 वटा अवधारणाहरू यसमा आएका छन्। एउटा भनेको सरकार गठनको सन्दर्भ निर्वाचन प्रणालीसँग सम्बन्धित छैन, राष्ट्रिय सभा सरकार गठनसँग सम्बन्धित छैन। त्यस्तै गरी प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत परिणाम पनि राष्ट्रिय सभासँग सम्बन्धित छैन। र केही विषयहरू छन् सन्दर्भको रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा 64 को व्यवस्था बमोजिम दलहरूले प्राप्त गरेको सिटमा महिलाको सङ्ख्या यकिन गर्ने सन्दर्भमा केही कठिनाइहरू उत्पन्न हुन सक्दछ। तर पनि निर्वाचन आयोग त्यो बिन्दुमा पुगेको छैन, त्यसले गर्दा कुनै अलमल भएको छैन। नेपालका राजनीतिक दलहरू अत्यन्त सुझबुझका साथ व्यवस्थित ढङ्गले संवैधानिक ढङ्गले निकास निकाल्न सक्षम हुनुहुन्छ। त्यस्तो पर्यो भने पनि त्यसकारण निर्वाचन आयोगले अहिले कुनै अप्ठ्यारो महसुस गरेको छैन। मैले यहाँलाई भने समानुपातिक तर्फको परिणाम सार्वजनिक गर्ने क्रममा विभिन्न विधिहरू हुन सक्दछन्। संविधानको जुन व्यवस्था छ त्यो व्यवस्था अन्तर्गत नै निर्वाचन आयोगले यी कामहरू गर्दै जान्छ। भन्दाखेरि सिधै अब चाहिँ राष्ट्रिय सभालाई अलग राखेर प्रतिनिधि सभाको समानुपातिक तर्फबाट जितेका यो हुन् भनेर निर्वाचन आयोगले प्रमाणपत्र दिन सक्छ। यसमा मुख्य विषय त समानुपातिक निर्वाचन अधिकृतको जुन कार्यालय छ उहाँहरूले नै बताउन सक्नुहुन्छ। मैले निर्वाचन आयोगको प्रवक्ताको हिसाबमा त्यो समानुपातिक इकाइले
निर्वाचन आयोगलाई एउटा प्रतिवेदन दिन्छ। त्यो प्रतिवेदन दिएपछि त्यो सार्वजनिक हुन्छ। तर मुख्य विषय के हो भने निर्वाचन आयोगले जुन कुनै प्रकारका निर्वाचनहरू पनि कानुनको परिधिभित्र रहेर प्रक्रियागत ढङ्गले सम्पन्न गर्नुपर्दछ। निर्वाचन आयोग आफैमा एउटा संवैधानिक निकाय हो। संविधान र कानुनका व्यवस्था बमोजिम निर्वाचनका सम्पूर्ण प्रक्रियाहरू अगाडि बढ्छन् र काहीँ कतै दुविधा परेमा त्यस्तो सन्दर्भमा काम गर्दै जाँदा दुविधा परेमा फेरि पनि त सम्बन्धित ठाउँ त छँदैछ। अब यो सम्पूर्ण प्रक्रिया पुरा हुनुको लागि कति टाइम लाग्छ? अब निर्वाचन आयोगको आफ्नो ढङ्गबाट तयारी गर्दाखेरि अहिलेसम्मको कामको चाप हेर्दाखेरि मैले यहाँलाई बताएँ यसका प्रक्रियाहरू राजनीतिक दलहरूलाई पनि केही निश्चित समय दिनुपर्दछ र उहाँहरूबाट प्राप्त भएको विवरणमा पनि फेरि पनि उहाँहरूलाई त्यो सच्याउने अवसर पनि दिनुपर्दछ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन ऐनको समानुपातिक निर्देशिकामा यी व्यवस्था भएका छन् र यसमा निर्वाचन आयोगले शीघ्रातिशीघ्र काम सम्पन्न गर्ने गरी प्राविधिक र व्यवस्थापकीय तयारी गरेको छ। जहाँसम्म राजनीतिक दलहरूले कति समयमा सूची बुझाउनुहुन्छ, अन्तिम समयमा नबुझाएर अगाडि बुझाइदिनु भने प्रोसेसिङको टाइम अलि छोटो हुन सक्दछ। यी लगायतका विषयहरूले समय निर्धारण गर्ने हो। अब मैले यहाँलाई यति भनिसकेपछि यहाँले अन्दाज गरिसक्नु भयो कि केही समय त निश्चितै लाग्ने रहेछ। यो प्रक्रियागत ढङ्गले विधिसम्मत ढङ्गले तोकिए बमोजिम निर्वाचन सम्पन्न गर्नुपर्ने हो। त्यसो भएको हुनाले निर्वाचन आयोगले लाग्ने समय त लाग्छ नै, तर त्योभन्दा बाहेक समय खेर नफालिकन शीघ्रातिशीघ्र निर्वाचन परिणाम प्रकाशन गर्ने गरी काम गरिरहेको छ। अहिलेको संविधान अनुसार निर्वाचन आयोगको क्षेत्राधिकार अनुसार यो सबै प्रक्रिया पुरा गर्नुको लागि यो संविधानले कुनै अन्यल त छैन। अहिले जुन ढङ्गको व्याख्या विश्लेषण गर्न थालेका छन् मानिसहरूले, विज्ञहरूले, केही समस्या छैन निर्वाचन आयोगको दृष्टिकोण भन्दा केही फरक पर्छ? निर्वाचन आयोगले आफूलाई प्राप्त अधिकार अन्तर्गत र प्रचलित कानुन अन्तर्गत निर्वाचनहरू सम्पन्न गराउने हो। त्यो सम्पन्न गराउँदै पनि हामी आएका छौँ। केही सन्दर्भहरू हुन सक्दछन् जहाँनिर फुकाइदिनु पर्ने अवस्था हुनसक्छ। त्यो बिन्दुमा हामी पुगेका छैनौँ र त्यो नहुन पनि सक्दछ। विभिन्न ढङ्गले यसको परिणाम प्रकाशन गर्ने विषयहरू आउन सक्दछन्। यो राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा के हो? निर्वाचन आयोगको भूमिका के रहन्छ? यो चाहिँ निर्वाचन आयोगसँग जोडिँदैन? राष्ट्रिय सभाको निर्वाचन पनि संविधानको धारा 246 बमोजिम निर्वाचन आयोगले नै सम्पन्न गर्ने हो। त्यसपछि राष्ट्रपतिको र उपराष्ट्रपतिको निर्वाचन पनि आयोगले नै गर्दछ र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन आयोगलाई निर्वाचन कानुनको आवश्यकता पर्दछ र जति छिटो निर्वाचन कानुन प्राप्त भयो, राष्ट्रिय सभा सम्बन्धी निर्वाचनको कानुन प्राप्त भयो, त्यति छिटो निर्वाचन आयोगले आफ्नो कार्यतालिका बनाएर निर्वाचनको कार्यक्रम सार्वजनिक गर्दछ। यो निर्वाचनको सञ्चालन, व्यवस्थापन र रेखदेख गर्ने काम पनि निर्वाचन आयोगको नै हो। त्यो कानुन भन्दाखेरि विधेयक मार्फत कानुनको रूपमा राष्ट्रपतिको अनुमोदन भइसकेपछि मात्रै तपाईँहरूको काम सुरु गर्न अवस्था रह्यो हो? कानुन निर्माणका त आफ्नै प्रक्रियाहरू छन्। जहिलेसम्म संसद कायम रहेको हुन्छ, संसदले कानुन बनाउने हो। त्यसपछिका अन्य प्रक्रियाहरू जो सामान्यतया कानुन निर्माणमा प्रयोग गरिन्छन् ती प्रक्रियाहरू अनुसार कानुन प्राप्त भएपछि मात्रै हामीले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी केही विषयहरू राख्न सक्दछौँ र मूल रूपमा कानुनको व्यवस्था अनुसार नै निर्वाचन गर्नुपर्ने भएको हुनाले के कस्तो प्रकारको प्रणाली कानुनमा उल्लेख भएर आउँछ सोही बमोजिम मात्र निर्वाचन आयोगले आफ्नो तयारीहरू बढाउन सक्छ। सन्दर्भ यसको के हो भने मतपत्रका विषयहरू हुन्, मतदाताका विषयहरू हुन्, चुनाव प्रणालीका विषयहरू हुन्। यो विषय भनेको सार्वभौम संसदले अथवा संसद नभएको अवस्थामा जुन निकायले बनाउने हो त्यसले बनाएर सार्वजनिक गर्दछ र निर्वाचन आयोगले सोही बमोजिम आफ्ना निर्वाचन कार्यक्रमहरू अगाडि बढाउँछ। यो त कुरा बताइदिनुहोस् न, अब कानुन बनाइसकेपछि मात्रै राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया अगाडि बढ्ने भयो, निर्वाचन आयोगले त्यो पनि गर्ने भयो। त्योभन्दा अगाडि ठ्याक्कै चाहिँ यो जितेको छ भनेर चाहिँ ठ्याक्कै निर्वाचन आयोगले चाहिँ प्रतिनिधि सभाको समानुपातिकको तर्फबाट चाहिँ उम्मेदवार जित्नेहरूको नामावली सार्वजनिक गर्न सक्छ? निर्वाचन आयोगले 2 चरणमा यो काम गर्दछ।
पहिलो चरणमा राजनीतिक दलहरूले कति सिट जित्नुभयो भन्ने निकाल्नु पर्दछ। सङ्ख्यात्मक रूपमा सङ्ख्यात्मक रूपमा यो निकाल्नु पर्दछ। त्यसपछि सङ्ख्यात्मक रूपमा निकालेपछि उदाहरणको लागि नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र लगायत राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी फोरम लगायत जुन जुन राजनीतिक दलहरूले 3% घटाउनु भएको छ मत। अहिले त पाँचवटा राजनीतिक दल देखियो। अहिले मैले भन्न यो कठिनाइ किन छ भने हामी त्यो कम्पाइल गर्दैछौँ, एकुमुलेट गर्दैछौँ। हुन सक्दछन् 5वटा 6वटा 4वटा दलहरू, जति दलहरूले 3% वा सोभन्दा बढी मत प्राप्त गर्नुहुन्छ उहाँहरूमध्ये सिट विभाजन गर्ने। सिट विभाजन गर्नको लागि हामीले राजनीतिक दलहरूको समेत सहमतिमा निर्वाचन कानुनमा सेन्ट्लक विधि प्रयोग गरिने भनेको छ। यसको आधारमा 3% मत प्राप्त गरेका दलहरूले प्राप्त गरेको मतलाई 100% मानेर त्यसबाट 110 सिटहरू हामीले छुट्याउँछौँ र कुन राजनीतिक दलले कति सिट प्राप्त गर्नुभयो भन्ने कुरो त्यतिखेर हामी भन्न सक्छौँ। भन्दाखेरि सिट सङ्ख्या चाहिँ निर्वाचन आयोगले भन्न सकिने भयो, तर यो जित्यो भनेर प्रमाणपत्र अहिलेसम्म दिन नसकिने। त्यसको लागि राजनीतिक दलहरूले नामहरू छनौट गरेर पठाउनु पर्ने हुन्छ। मैले अघि प्रक्रिया त्यो यदि राजनीतिक दलहरूले नाम दियो भने दिइसकेपछि तपाईँहरूले गर्नु सक्नुहुन्छ निर्वाचन आयोगले सिधै? निश्चितै रूपमा यसका प्रक्रियाको बारेमा मैले फेरि पनि बताउनु पर्ने भयो। निर्वाचन आयोगले सिट सङ्ख्या यकिन गर्दछ, राजनीतिक दलहरूलाई पठाउँछ, राजनीतिक दलहरूबाट नाम प्राप्त गर्दछ र त्यसलाई सम्माननीय राष्ट्रपति समक्ष चाहिँ पेश गर्दछ। यो एउटा नियमित प्रक्रिया हो। तर मैले एउटा के भनिरहेको छु भने महिलाहरूको प्रतिनिधित्व 33% गराउने सवालको सन्दर्भमा केही अप्ठ्याराहरू आयो भने त्यतिखेर निर्वाचन आयोगले त्यो विषयलाई सम्बन्धित निकायमा राख्ने हो। अहिले हामी समानुपातिक तर्फको काम कुनै ढिलाइ नगरिकन नियमित ढङ्गले र द्रुत गतिमै हामी काम गरिरहेको अवस्था छ। अलिकति ढिलाइ भएको महसुस किन हुन सक्दछ भने जसरी हामीले निर्वाचनका नतिजाहरू इलेक्ट्रोनिक माध्यमबाट एकदम फटाफट द्रुत गतिले सम्प्रेषण गऱ्यौँ, त्यो लिखित रूपमा आधिकारिक रूपमा आउनको लागि अलिकति समय लाग्ने रहेछ। त्यसलाई भेरिफाई गर्नको लागि, टेबुलेसन गर्नको लागि, यी प्राविधिक कामहरूको लागि ज्यादै मिहिन ढङ्गले यो काम गर्नुपर्ने रहेछ। त्यसले गर्दा अलिकति समय लागेको देखिएको हो। निर्वाचन आयोगले शीघ्रातिशीघ्र यो कामहरू सम्पन्न गर्दछ। नवराजजी, तपाईँले समय दिनुभयो, व्यस्तताका बावजुदमा यहाँसम्म आइपुग्नुभयो र आफ्ना विचारहरू यो निर्वाचन सम्बन्धी यति धेरै कुरा बताउनु, यसको लागि धन्यवाद। फेरि भेट्नुभयो। धन्यवाद यहाँलाई पनि। धन्यवाद। नमस्कार। नमस्कार। झिगु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा खया ठिठी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाला